कुछ सिद्धेर घरमा आइपुग्यो गाइज हैन। के छ गाइज, के छ, मेरो चाहिँ एकदम ठिकठाक छ। यो रहेको छ पार्ट 2 है गाइज। यता फेरि हिरा हिरोनीहरू छन्, टक्क लाएर स्कुलको माहौल यस्तो छ हैन। टक्क यता फेरि सानो नानी देखिनेहरू के त्यही भएर यता फेरि अर्को हिरा हिरोनी मार्दै हुन्छन् कि हाम्रो स्कुलमा चाहिँ हैन। हिरो नाचेर भव्य छ हैन, टक्क लाएर यता फेरि पुरै दर्शकबिनहरू हेरेर छन्, पुरै अभिभावकहरू हैन यता पनि बसेको छन्। यता फेरि विनय ब्लग्स हुनुहुन्छ है, सबैजनाले सब्स्क्राइब गर्नु पर्यो विनय ब्लगलाई। यता चाहिँ फेरि गीत गाउनु भएको छ हैन। यता चाहिँ फेरि नास्ता बार्दै हुनुहुन्छ। को चाहिँ हाम्रो स्कुल है गाइज, कस्तो छ कमेन्ट गर्नु पर्यो। यता चाहिँ माछा पालन गर्छन् कृषिको हैन। यता चाहिँ सर म्यामहरू नाच्दै हुनुहुन्छ। टक्क यता नानीहरू देखिनेहरू हैन, टक्क देख्के हेलो गरिरहेछन्। यता चाहिँ हिजो म्याथ थियो, आज चाहिँ पुरस्कार वितरणहरू वार्षिक सभा नि त, त्यही भएर यता चाहिँ जितेको लेकिनहरू को आयो मलाई त्यति थाहा छैन। अब चाहिँ हामी घरतिर निस्किम गाइज हैन, गेटदेखि बाहिर निस्किम। झ्याउ लागेको लास्ट हैन, को हेरिरहन्छ त। टक्क लाएर यता दादा हुनुहुन्थ्यो, स्कुटी थियो, घरतिर आयौँ होइन दादासँग। टक्क लगाएर स्कुटी दामी स्पिड हाल्ने क्या दादाले त, उयो आगो होइन। यता चाहिँ फेरि बजार रहेको छ, टक्क लगाएर यता जङ्गलमा आइपुग्यौँ। अब चाहिँ घरतिर हिँड्दा छ होइन। त्यही अब चाहिँ आफ्नै गाउँमा आइपुग्यो। टक्क मैले चाहिँ रेडबुल लगेँ र यस्तो गर्मीमा चिज रेडबुल खाने छुट्टै मजा छ क्या होइन गाइज। टक्क लगाएर आजको ब्लग यति नै। थ्याङ्क फर वाचिङ, सी यु अन द नेक्स्ट भिडियो, बाई बाई।